जानेछौ सिस्नो टिप्नु। यस्तो अल्छी लाग्छ कि घाम लाग्दै मलाई चाहिँ अल्छी लाग्छ यसले जबरजस्ती हेर्नु है हाम्रो सिस्नो टिपिरहेको छौँ। हेलो एभ्रिवान, नमस्ते, सेवा एन्ड जय मसी, वेलकम ब्याक टु माई च्यानल अगेन। दिस इज मी करिना राई एन्ड पछाडिबाटको सुस्मिता राई। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ यो न्यू डे न्यू भ्लगलाई स्टार्ट गर्दैछु। स्टुडेन्ट गाइज हेर्दै जानु होला सो कस्तो हुन्छ। अनि आज म चाहिँ कति दिनपछि भ्लग स्टार्ट गरेको होइन, तर पनि हेर्नु होला। आज हामी चाहिँ जाँदैछौँ, जानेछौँ सिस्नो टिप्नु। हेर्दै जानु होला हाम्रो भिडियोलाई। अहिलेलाई बाई। हामी चाहिँ सिस्नो टिप्नु गएको अनि अझै हामी पुगेकै छैनौँ। यस्तो अल्छी लाग्छ कि घाम लाग्दै मलाई चाहिँ अल्छी लाग्छ यसले जबरजस्ती जाम भनेर आएको। कपडा पनि राम्रो भएको त। अरे नाक मात्र यत्रो ठुलो छ त नि। सो हाम्रो भ्लग चाहिँ कस्तो हुन्छ तपाईहरु सबैजनाले सुरुदेखि हेरिदिनु होला। लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। फाइनली हामी चाहिँ यो डाँडामा आइसकेका छौँ। हामी अब यहाँबाट ओह्रालो जानुपर्ने हुन्छ। यो चाहिँ फोन चलाएर म चाहिँ अहिले हामी चाहिँ मेरो सोल्टीको भिडियो हेर्दैछु। हामी चाहिँ अब यहाँदेखि ओह्रालो लाग्नुपर्ने हुन्छ। हाम्रो सिस्नो छ कि छैन थाहा पनि छैन। मलाई मन पनि पर्दैन, मन त पर्छ ठिकै, अलिअलि मात्र मनपर्छ मेरो आमाको लागि चाहिँ। अनि हेर्दै जानु होला। हाम्रो सिस्नो चाहिँ थाहा छ कि छैन थाहा छैन। पोहोर चाहिँ टिप्नु आएको थियौँ, तर पोहोर चाहिँ अलिअलि थियो, नानासँग आएको थियौँ। अनि यो भिडियो हेर्नुभयो भने नानाले हाँस्नुहुन्छ होला है। मेरो नाना चाहिँ होइन, नाम चाहिँ भन्दिनँ होला। हाम्रो अनुहार यत्रो ठुलै चाहिँ छैन कि, तर पनि किन यत्रो ठुलो देखिनु पर्ने हो। कपाल त होइन, कपाल हो दुईजनै सँगै गरौँ त। हेर्नु है हाम्रो सिस्नो टिपिरहेको छौँ। हेर्नु न यति हुँदैछ। हाम्रो मान्छेभन्दा ठुलो बोरा लिएर आएको छौँ। यो चाहिँ फुल दामी छ। अनि हाम्रो सिस्नोहरूको गति चाहिँ यस्तै छ है, तर यता अलि नराम्रो छ, उता अलि राम्रो छ होला नि। आशा छ नि त जे भए पनि। अनि यता चाहिँ अलैँची बारी छ। यो चाहिँ भरे छानेर खानु राम्रै हालौँ न पऱ्यो। अनि हेर्नु न, यो चाहिँ हाम्रो झोला हो, तर उसले बोकिरहेको छ। मलाई यस्तो झोला बोक्नु चाहिँ साह्रो लाज लाग्छ है। ओरिजिनल झोला हो नि त। यस्तो झोला कसैले किन्नु सक्दैन। किनेर पनि पाउँदैन पो त। साँच्चै यस्तो बोक्नु मलाई लाज लाग्छ पो त। बित्थामाको म चाहिँ बोक्ने, ऊ चाहिँ काट्ने है। अनि यता चाहिँ छ अलैँची बारी, दुईचोटि भनिसकेँ होइन। अनि हामी आएको चाहिँ यहाँबाट हो। यहाँ यता उँभो पनि थियो पहिला, तर पनि आजभोलि चाहिँ छैन रहेछ। भर्खर काटेको रहेछ, फाँडेको रहेछ। कति राम्रो नि सपो छान्नु भनौँ गोजीमा हालेर। हेरबिन। अनि यो चाहिँ मेरो निङ्लो। अनि यो लारा छ नि त, यो लारा पनि खानुहुन्छ अरे। मैले पोहोर थाहा भएको होइन, तर कस्तो हुन्छ खानु चाहिँ खाएको, तर मलाई टेस्ट नै बिर्सेँ होइन। अनि म चाहिँ यो निङ्लो खोज्ने, ऊ चाहिँ सिस्नो खोज्ने, ऊ चाहिँ तलसम्म गएको छु। अनि मेरो हेरबिन। गाउँले यस्तै त आउने होइन। बोल्नु नहेर्दैछ के भन्नु त, हेरिरहनु होला नि त अब यसरी। यता चाहिँ केराबार छ, केरा सुँगुर चारो हुन्छ अरे। यो चाहिँ मैले टिप्छु। अनि ऊ चाहिँ तल छ, यो तलसम्म म गएको छु। तर यो सेतो यिनीहरू देखिन्छ नि, यो चाहिँ फुलहरू हो। अनि यसको पल्लोपट्ट म गएको छु। म त सबै ठाउँ जाने हो कि फेरि। मेरो चाहिँ यति हुँदैछ नि। फेरि यो लारासँगको छ नि, यो पनि खानुहुन्छ अरे। खाइ हेर्छौँ
कस्तो हुन्छ। अनि यता छ यो अब म टिप्छु तर मेरो फोन कहाँ बोक्नु भनेर टेन्सन लागिरहेको छ क्या। सिस्न नपाएर हामी सुँगुर चारो खोज्दैछौँ है। खोस्रो न खोस्रो त मार्दो घरमा नाइनिना भएको त होइन है। तर कसले भन्छ र हौ त्यस्तो पनि होइन अरूहरूले भन्छ नि त भन्दैन। हामी चाहिँ यति तल झारिसकेको छौँ तर हाम्रो सिस्नो यहाँ हाम्रो सिस्नो हेर्नु है यति मात्र के हो तर खाने जस्तो पनि छैन। अल्छी लाग्दो छ। त्यो पनि सिस्नो मात्रै भए त हुन्थ्यो नि निङ्रो पनि। अन्त निङ्रो केहरू हामी चाहिँ अब यहाँ पानी छ पानीबाट तल 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 झार्ने। यता चाहिँ खै यो कसको अलैँची बारी हामी आएको चाहिँ ठ्याक्कै नि सबाट हो नि ओ यो बाँसघारीको फेदबाट आएको यति यस्तो यस्तो घुम्दै तर कम्ता साह्रो छैन जङ्गलमा डुल्न यस्तै छैन। अन्त यसको धान खुट्टोमै चिले छ। हिँड्दा हिँड्दा हामी चाहिँ यस्तो भइसकेको छौँ। हाम्रो हेरबिन तर कस्तो यस्तो चाहिँ हुनुपर्ने हो। कपाल अनुसार यत्रो ठुलो फुल लगाइदिएर त हाम्रो चाहिँ सिस्नो यति छ होइन। अनि पल्लो चारो सुँगुरको चारो अब यति नै हो हाम्रो काम आजको। गाइज मेरो चाहिँ भिडियोलाई इन गर्दैछु। जतिजनाले सुरुदेखि अन्तिमसम्म नछुटाए हेरेर साथ दिनुभयो सम्पूर्णलाई म धन्यवाद दिँदै फेरि अब हामी चाहिँ यहाँ बिसाइरहेको छौँ होइन। हाम्रो भाइ चाहिँ पुगिसकेको छ उद्धोतिर पनि जानुभएको छ तर हामीलाई बहुतै अल्छी लाग्छ। अब हामी घर जानेछौँ। मेरो भिडियोलाई इन गर्छु अनि हेरेर साथ दिनु होला। अनि जतिजना नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट पनि गरिदिनु होला। अनि अर्को भिडियो न्यू भ्लगमा हामी फेरि भेट्नेछौँ। बाई बाई बाई। यता चाहिँ एउटा सुतिसकेको छ। खोइ तिम्रो टाउको कहाँ छ? बाई बाई भन्छ। बाई बाई।